टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ चितवनमा थप 30 जनामा देखियो कोरोना सम्बन्धी प्रसङ्गबाट। चितवनमा थप 30 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चितवन जिल्लाका 20 र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका 10 जना गरी 30 जनामा कोरोना संक्रमण देखिएको हो। भक्तपुर अस्पतालको कोभिड-19 परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भक्तपुर महानगरपालिका 12 जना, खैरबन्नीका 5 जना, राप्ती नगरपालिका 2 जना र रतननगरका 1 जना कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै नवलपुरका 5 र मोहतरी, बाँके, तनहु, मकवानपुर र बाराबाट उपचारका लागि आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुर अस्पताल, मोलाकालिका अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट लिएको स्वाबमा भक्तपुरका 5 पुरुष र 7 महिला गरी 12 जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ। उनीहरू भक्तपुर 1, 2, 3, 4, 7, 10 र 11 का बासिन्दा हुन्। संक्रमित पुरुषहरू 19 देखि 65 वर्ष उमेर समूहका छन्। महिलाहरू 9 वर्षीय बालिकादेखि 44 वर्ष उमेर समूहका छन्। यस्तै खैरबन्नी नगरपालिका 3 का 5 जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मध्ये 1 जना मंगलबार बिहान निधन भएकी 108 वर्षीय वृद्ध हुन्। अन्य 4 जना संक्रमित ती वृद्धको हेरचाहमा खटिएका महिला हुन्। उनीहरू होम क्वारेन्टाइनमा थिए। त्यस्तै राप्ती नगरपालिका 4 र 5 का 2 जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट गरिएको स्वाब संकलनमा 19 र 27 वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै रतननगर नगरपालिका 10 का 29 वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। ती पुरुषको चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो। त्यस्तै भक्तपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भक्तपुरबाट गरिएको स्वाब संकलनमा पूर्वी नवलपरासी नवलपुरका 3 पुरुष र 2 महिला संक्रमित पुष्टि भएको छ। वीरगञ्ज स्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित 147 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरूमा 101 जना पुरुष र 46 जना महिला रहेका छन्। संक्रमित हुनेमा 7 वर्षको बालकदेखि 70 वर्षका वृद्ध पुरुष रहेका छन्। नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार मंगलबार राति प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित हुनेहरूमा 12 जिल्लाका 8 जना, पर्सा जिल्लाका 138 जना र सप्तरी जिल्लाका 1 जना सहित थप 147 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बारामा रहेका श्री चण्डी गणका 4 नेपाली सेना रहेका छन्। वीरगञ्जमा रहेको भारतीय महानिर्वाचका 44 वर्षीय 1 जना महिला रहेकी छिन्। बयोधा अस्पतालका विभिन्न वार्डमा कार्यरत 36 जना कर्मचारी समेतका संक्रमण पुष्टि भएको छ। त्यसै गरी वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 16 का 2 जना, वार्ड नम्बर 5, 10 र 12 का 1 जनामा संक्रमण पुष्टि भएको छ। पर्सा जिल्लाको बहुदरमाई नगरपालिका विभिन्न वार्डका 90 जना रहेका छन्। नाराभानी गाउँपालिका वार्ड नम्बर 2 र 3 का 4 जना, छिपरमाई गाउँपालिका वार्ड नम्बर 5 निवासी 20 वर्षीय युवती रहेकी छिन्। त्यसै गरी बारा जिल्लाका विभिन्न ठाउँका 4 जना र सप्तरी जिल्ला वार्ड नम्बर 2 निवासी 18 वर्षका युवकमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए। साउन 30 गतेदेखि भदौ 2 गतेसम्मका स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा 147 जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए। आज भाद्र कृष्ण औँसी अर्थात् पुष्य औँसी पर्व मनाइँदैछ। नेपालीहरूको महान पर्व
पुष्य औँसी आज वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र पुष भित्र्याउने परम्पराका साथ मनाइनेछ। आज बुबाको मुख हेर्ने दिन भएकाले गर्दा यस पर्वमा छोराछोरीले बुबालाई आदर सम्मान गर्ने गर्छन्। पितृदेवो भव भन्ने शास्त्रीय वचन अनुसार आजको दिनमा जीवित बुबालाई मिठो मसिनो खान दिएर दिवगत पिताका नाममा तर्पण श्राद्ध र सिद्धा दान गर्ने खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ। यस पर्वलाई हिन्दूहरू पुष तुलसी पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्ने गर्दछन्। ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमण महिलाको मृत्यु भएको छ। आज बुधबार बिहान भक्तपुर सूर्य विनायक निवासी 61 वर्षीय महिलाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण भयावह हुँदै देखिएपछि आज बुधबार मध्यरातिदेखि भदौ 10 गतेसम्म तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार अपराह्न बसेको काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले तीनै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। बैठकले दैनिक उपयोग वस्तुको ढुवानी र बिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्यु संस्कार, सुरक्षा निकाय लगायत अत्यावश्यक बाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय गरेको हो। निषेधाज्ञा अवधिभर औषधि, खाद्यान्न वस्तु तथा अन्य अत्यावश्यक उपभोग वस्तु सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैन। अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले भने न्यूनतम कर्मचारी संख्या निर्धारण गरी फोटोसहितको परिचय पत्रका आधारमा बिहान 9 बजेदेखि 10 बजेर 30 मिनटभित्र कार्यालय पुग्ने र दिउँसो 3 बजेदेखि 5 बजेर 30 मिनटभित्र फिर्ता भइसक्नुपर्ने व्यवस्था मिलाउनु पर्ने। पूर्व अनुमति आवश्यक नपर्ने भावी तोकिएका अत्यावश्यकीय वस्तु तथा सेवा अन्तर्गत पर्ने औषधि, खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोर मेला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने, कामका लागि प्रयोग गर्ने बाहेक सवारी साधन सञ्चालन गर्न पाइने छैन। यस्तो आदेश उल्लङ्घन गर्ने 1 महिना कैद वा 100 रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने उल्लेख छ। अछामको रामारोशन 3 सन्ताडाको सेनी बजारको बस्ती नै बगाउँदा 17 जना भन्दा बढी बेपत्ता भएका छन्। घटनामा 4 जना शव भेटिएको छ। मध्यरातमा कैलाश खोलाले सेनी बजारका घर बगाउँदा 17 जना सम्पर्कविहीन भएको र 4 जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष भङ्कर बहादुर साउदले जनाए। नदीले बगाएका 4 शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताएको अध्यक्ष साउदको भनाइ छ। घटनास्थलमा सदरमुकाम सहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्व क्षतिको विवरण आउन बाँकी रहेको छ। अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए। राष्ट्रिय कवि माधव प्रसाद घिमिरेको अन्त्येष्टि आज गरिँदैछ। केही समयदेखि बिरामी हुनुभएका राष्ट्रिय कवि घिमिरेको हिजो बेलुकी 101 वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो। उहाँको अन्त्येष्टि आज पशुपतिमा गरिने परिवारले जनाएको छ। नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ। शव वाहन बोक्ने व्यक्ति र परिवारले चाहे अनुसार घिमिरेको दाह संस्कार गरिने सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोष वल्लभ पौडेलले उज्यालोलाई जानकारी दिनुभयो। 1976 साल असोज 7 गते लमजुङको साबिक बाहुन डाँडा गाविसको पुस्तुनमा जन्मिनु भएका घिमिरेले कवितासँगै साहित्यका अन्य विधिमा पनि कलम चलाउनु भएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग।
चीनको एक फार्मा कम्पनी सिनोफार्मले यो वर्षको अन्त्यसम्म उनले कोरोना भाइरसको भ्याक्सिन बनाउने घोषणा गरेको छ। सिनोफार्मा अध्यक्ष लियो जिगिझेनले मिडियासँगको कुराकानीमा भ्याक्सिनको तेस्रो चरणको ट्रायल संयुक्त अरब इमिरेट्स UAE-मा चलिरहेको र यो डिसेम्बरसम्म बजारमा आउने आशा गरेको जानकारी दिए। भ्याक्सिनको ट्रायलको रूपमा लियो जिङझेलले आफैले यसको डोज लिएका छन्। उनले ग्लोबल टाइम्ससँगको कुराकानीमा हालसम्म उनले कुनै पनि साइड इफेक्ट महसुस नगरेको बताएका छन्। चीनको वेबजिङ र वुहान सहरमा यस्ता वर्कसप छन् जहाँ एक वर्षमा क्रमशः 10.2 करोड र 1 करोड भ्याक्सिनको उत्पादन हुन सक्छ। यो भ्याक्सिनको 2 डोजको मूल्य 1000 अनुयायी अर्थात् करिब 17,000 रुपैयाँ हुनेछ। चीनमा भ्याक्सिनको मूल्यको विषयमा कतिले चिन्ता समेत व्यक्त गरेका छन्। चिनिया सोसल मिडिया साइट सिना बियोमा धेरै मानिसहरूले ग्रामीण इलाकामा बस्नेहरूका लागि यो निकै महँगो हुने र खोप लगाउन नसकिने बताएका छन्। यद्यपि जुन आँकडा सार्वजनिक भइरहेका छन् त्यसअनुसार चीनमा घरेलु संक्रमण अब छैन। यहाँ बाहिरबाट आएका मानिसहरूमा कोरोना संक्रमणको लक्षण देखिएको छ। यस्तोमा ग्रामीण इलाकासम्म संक्रमण पुग्ने सम्भावना कम भएको धेरैले अनुमान लगाएका छन्। हाल संसारभरि करिब 200 कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको र 20 भन्दा बढी भ्याक्सिन ह्युमन ट्रायलका लागि तयार हुने स्तरमा छन्। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।